तो भाई लोग म गएर छु मिलमा हैन एन्ड यो हो मेरो ट्र्याक्टर हिजो अर्को ट्र्याक्टरले त्यो माटो टानिरहेको थिएन अनि आज यो चाहिँ हाम्रो हो अरू त त्यही हो हैन गाइस चाँदनी रात में बोले प्रक्रिया स्टार्ट भइसकेको छैन एन्ड उजारिरहेछन् भाइहरू अघि नै अरू त त्यही हो एन्ड यता बोकिरहेछन् हैन यता सबै सामान छ अनि त्यो घर चाहिँ पछि उजार्ने हैन एन्ड यो चाहिँ म हेरिरहेको छु हैन किनभने मेरो हातमा चोट लागेको छ नि त यसो त्यसैले सकिरहेको छैन म गर्न यसमा छ हाम्रो घरभरिको कचरा एन्ड यताको कन्डिसन त टिठिर छ अब घरको कन्डिसन नि त्यस्तै हुने होला छ यो त्यो नि निकालिरहेछन् हैन मुझे क्या मिला है ये देखो एक लाइट मिला छ मेरे को क्या मिला है एक लाइट हालांकि ये बल्न त बल्दैन हैन तर राम्रै कन्डिसनमा छ न यो चाहिँ म सो गाइस 50% त उज्रिसकेको छैन हाम्रो घर 50% उज्रिसकेको छैन आप लोग देख सकते हैं इधर का इस प्रकार का नजारा है वन मिस्टेक गयो सिधै जान्छ सैयाजी पे पानी चल्ने परदेश यो चाहिँ घर लिप्नलाई पुसा हैन पोहोर साल स्टकमा राखेको अहिले काम लागिरहेछ एन्ड त्यहाँदेखि हेर्दा यस्तो छ हल माई करेन्ट सिचुएसन राइट नाउ सो गाइस काठ लोडिङ भइरहेछ हैन ट्रलीमा कतिले पनि लोडिङ गरिरहेछन् घर पूरा खाली भइसकेको छ न गाइस जिसकी आप लोग देख सकते हैं इधर का माहौल सो गाइस सबै सामान घर बनाउने ठाउँमा गइसकेको छ न एन्ड म अनि त्यही गइरहेको छु एन्ड भनिदिरहेको छु दिमाग गजब बेइज्जती है अरू त त्यही हो हैन अहिले देखाउँछु तपाईँहरूलाई
सो गाइज ये हो ठाउँ होइन हाम्रो घर बन्ने सबै सामान आइसकेको छ जुन जुन मेन चिज हो घर बन्नलाई होइन ना 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 टु 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 ना ना ना